सुनसरी जिल्लाको बराहा क्षेत्र नगरपालिका वडा नम्बर 9 मा पर्ने कोशी टप्पूमा बसोबास गर्दै आएका स्थानीयको दुःख बेग्लै छ। कृषि गर्छन्, वर्षभरिलाई खान पुग्दैन अनि वडा कार्यालय पुग्न समेत कोशी पार गर्नुपर्छ। एक रिपोर्ट। स्कुल बसहरू आउँदैन, साइकलमा जानुपर्छ, पैदल जानुपर्छ, त्यही भएर छोडिदिएको। जुन ठाउँको भौगोलिक अवस्था र अति विकटता अनि नेपालको श्रीलङ्का भनेर चिनिने यो ठाउँ सुनसरी जिल्लाको बराहा क्षेत्र नगरपालिका वडा नम्बर 9 मा पर्ने कोशी टप्पू हो। यहाँका जनताको समस्या सुन्दा अति दुःख लाग्दो छ। यहाँका जनता कृषिमा निर्भर रहे पनि वर्षभरि खान पुग्दैन। सुनसान जस्तो देखिने यो ठाउँमा आफ्नो वडा कार्यालय पुग्न कोशी नदी पारी हुनु पर्दछ, जसका लागि निकै सकस हुने गर्दछन्। अव्यवस्थित बसोबास, अशिक्षा, गरिबी रहेको यो क्षेत्रमा स्वास्थ्य र यातायातको समस्या उत्तिकै छन्। यहाँका बासिन्दा यही मुलुकको हो कि होइन भनेर राज्यले अवहेलना गरेको समेत स्थानीयको आरोप छ। बाढीको चपेटामा पर्ने मुख्य समस्या हो। अहिलेसम्म सूचनाको पहुँच नभएको यो ठाउँको पीडा यसरी पोख्छन् स्थानीय मेसीलाल महतो। सबै जनताले अहिलेसम्म कहाँ के हुन्छ राज्यले गर्छ। यसले एउटा जन्म दर्ता गराउन जान जिल्लामा नगरपालिकामा आफ्नो वार्डसम्म जान 5-6 हजार खर्च हुन्छ। गरिब मान्छे कहाँबाट ल्याउने? खाना खर्च त्यस्तै छ। 3 महिनाभन्दा बढी खाना पुग्दैन। पर्सेन्टेज 75%, 25%लाई 6 महिना पुग्ने, 5-10%लाई सालभरि पुग्ने मात्रै छ। अरूको पुरा छैन। लुगाफाटा त त्यस्तै हुन्छ। गरिब गुरा यहाँ बस्छ, कुनै धनी छैन। सबैको यहाँ शिक्षाको सबभन्दा ठुलो शिक्षाको कमी छ, यातायातको सुविधा छैन। त्यस कारण अलिकति राज्यले हेरिदियो भने राम्रो काम हुन्छ। नदी कटान तीव्र गतिमा बढ्दै जान्छ। राज्यले यसले समय हेरेको छैन। यो नदी हाम्रो जनता हो भनेर नेपाली नागरिक हो, कहिले हेरेन। मान्छे मरे पनि उपचार गर्ने गृहमन्त्री आउँदाखेरि पनि भनेको थिए। जहाँ कुनै हाट बजार पसल छैन, स्वास्थ्य यातायातको सेवा पुग्न अझै बाँकी छन्, तर स्थानीय सरकार र राज्यको ध्यान अझै जान सकेको छैन। बराहा क्षेत्र नगरपालिकामा पर्ने यो ठाउँमा स्थानीय प्रशासनिक काम गर्न जोखिम मोलेर कोशी नदी तरेर पुग्नुपर्ने बाध्यता छ कि त छिमेकी जिल्ला उदयपुरको रामपुरको सहारा लिने गर्दछन्। कुनै सिफारिस लिनका लागि आफ्नो नगरपालिका पुग्न उदयपुर भएर आउनुपर्ने बाध्यता छ यहाँको जनतामा। 76 वर्षका एक वृद्ध हामीलाई नागरिकता देखाउँदै भन्छन्, अहिलेसम्म वृद्ध भत्ता पाएका छैनौँ। गाई लिखाएकै छैन। दुध गएको त मान्छे भन्दा फर्केर आएको। अहिलेसम्म तपाईँले वृद्ध भत्ता पाउनु भएको छैन। कृषिमा आधारित यस क्षेत्रका स्थानीयको पीडा भने हात्ती आतंक र बाढीको मुख्य समस्या रहेको छ। यहाँको उत्पादित कृषिजन्य वस्तु यातायातको समस्याले बजारमा राम्रो मूल्य पाउन सकेको छैन। अर्कोतर्फ भने जङ्गली जनावरले बाली नष्ट गरिदिने गरेको स्थानीय अर्जुन चन्द्रवंशी बताउँछन्। दोस्रो एउटा हात्तीको समस्या ठुलो छ। तर यहाँ गाई, जङ्गली जानवर, गाई बस्तु, हरिण बँदेलको समस्या ठुलो छ। बाली ल्याउँछु, रातभरि आएर चाहिँ ड्युटी गर्नै पर्छ। एकछिन छोडेपछि खाइहाल्दो रहेछ आएर। यी समस्याहरू हामीले भोग्दै बस्नु परेको छ। यो खोला पनि अब धेरै पूर्वपट्टि थियो, खोला पनि नजिकमा फेरि आइसक्यो। फेरि हामीले सर्ने बेला भइसकेछ। अब यो ठाउँबाट सरेर अब कता जाने भने हामीले टुङ्गो छैन। विकट र अशिक्षा अनि विपन्न समुदायको बस्ती रहेको यो ठाउँमा अहिलेसम्म स्थानीय सरकारको महसुस गर्न पाएका छैनन्। कोशी कटानको समस्या छ। उत्पादित वस्तुहरू हात्तीले, वन्यजन्तुले खाइदिन्छन्। यस्ता पीडा र मारमा छन् यहाँका जनताहरू। कसले सुनिदिने यहाँहरूको पीडा? बराहा क्षेत्र नगरपालिकाभित्र रहेको यो ठाउँमा जहाँ वडा कार्यालयमा सिफारिस लिनको लागि कोशी पारी हुनुपर्छ, निकै समस्या छ। यहाँका जनताको पीडा स्थानीय निकायले सुन्नै पर्छ। राज्यको ध्यान यतातिर जान जरुरी छ। कृषि टेलिभिजनका लागि क्यामेरा पर्सन शिव भट्टराईसँगै एलएन गच्छदार, कोशी टप्पू, सुनसरी।